हाम्रो केटाहरू भोलि जानको लागि यहाँ ढाका टोपी किन्दैछ यी हेन्सीहरू नेपाली बोय ढाका टोपी लगाउँदैछ भोलिको टक्क हाम्रो पर्सिको दर्शनको लागि रेडी हुँदैछौँ पर्सिको दर्शन गर्नको लागि माङमालुङको लागि हाम्रो भाइहरूले गर्दा यो हो नि त गुड हेलो भन्दा जय डाइरेक्ट ल ल छानो केटा छानो लागिसकेको छौँ बाटोतिर डेस्टिनेसनतिर लागिसकेको छौँ गाइजहरू पछाडि छ देख्न सक्नुहुन्छ यता राति 5 मा आउँदैछ हाम्रो आजको यात्रा भनेको होला हामी जाँदैछौँ बिस्तारै के कस्तो हुन्छ हेर्दै गर्नु होला होइन हामी चाहिँ यहाँ बल मागेर तल खोलामा बल मागेर अब यहाँ खोला नकटिकन चाहिँ हामीले अब यही खोलाको माथि शिरमा भन्नाले पनि अलिक बिचमै चाहिँ हामीले दर्शन गर्ने हो त्यहाँको कथाहरू पनि छ त्यो पनि म तपाईँहरूलाई अब डिस्क्रिप्सनमा राखिदिन्छु होइन हामी त्यहाँहरूलाई पर्खिँदैछौँ यहाँ हेर्न सक्नुहुन्छ पिकनिक गाइजहरू उता 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 गरेर जाउँ के गर्छ हो यो मान्छे सबै इक्वलमा राख न हाम्रो केटाहरू यहाँ फोटो खिच्नको तयारी हुँदैछ तर मैले फोटो खिचिदिएको छुइनँ मिता यहाँ छ हाम्रो यी दर्शन यहाँ भइसकेको छ दर्शन गरेर यहाँ पिकनिकको गाइजहरू पनि डरै आएको छ अनि तपाईँहरूले दर्शन गरेको नि देखि नै सक्नुभयो होला खिच्दै खिच्दिन नि त के गर्छ पोच यहीँबाट 3 2 1 गो उताको पोज देखेनौ स्टार्टिङ पनि गरेको छैन अरे हामीले त भाइ हामीले त वेलकमै गरेको मेरो भाइले कुदाउँदैछ आज चाहिँ राइडर एक्सेल गाइजहरू धरा त हो नि बाटोहरू भित्तामा त 4.5 लाखको ल गाइज हामी आदि केटाहरूको स्कुटी चाहिँ नचढ्ला जस्तो भनेर हामी हौसला दिँदैछौँ बोलेरै भयो चढ्दैछ बाटो हेर्न सक्नुहुन्छ धुलो मैलो छ रुखहरू त हेर्नु धुलै धुलो छ बाटो यस्तै सवालिसिन भेट्नु पर्ने हुन्छ खाजा टाइममा ल यस हाम्रो यात्रा चाहिँ अझै जारी छ देख्न सक्नुहुन्छ प्लानीहरू यहाँ चाहिँ पहिला धेरै ट्र्याक्टर र किफर यहीँबाट खस्यो भन्ने सुनेको पनि बाटो चाहिँ अगाडि बाटो हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ साह्रो भिरै छ यहाँ कत्रो होइन यहाँ माथि हेर्नु ल हाम्रो केटाहरू चाहिँ एकछिन रेस्ट गर्ने अरे अनि यहाँ एकछिन विश्राम गर्दैछ यो ठाउँलाई चाहिँ दोभान भन्छ हेलो एन्ड वेलकम ब्याक टु माई न्यू ब्लग सो आजको ब्लगमा चाहिँ तपाईँहरूलाई स्वागत छ अनि टाइटल हेरेर थाहा पाइसक्नुभयो होला हामी कहाँसम्मको यात्रा भनेर अनि त्यही हो हाम्रो चाहिँ आज हाम्रो केटाहरूसँग माङमालुङको यात्रा हामी दर्शन गर्न जाँदैछौँ के कस्तो हुन्छ दर्शन गरेको अन्तिमसँग हेरिदिनु होला अनि मेरो ब्लगमा फेरि हाम्रो माङमालुङको ब्लगमा चाहिँ मेरो प्यारो भाइ अरू ब्लगमा पनि देख्नुभएको यहाँ मेरो मिता छ है रबिन सरकार मलाई इलाममा देख्नु भएको थियो होला केटाहरू यहाँ एकजना उता मुत्नु गइरहेको छ उहाँ दोकानमा गएको छ उहाँ पर
दोकानमा सामानहरू किन्दैछ अनि ब्लग यस्तै हुँदैछ अलिकति ढिलो वेलकम भयो तपाईँहरूलाई होइन वेलकम गर्नै बिर्सिदिरहेको क्या केटा आधी त्यत्रो भिडियो भइसक्यो होइन वेलकमै नभइदिएको केटाहरू धुलै धुलो भइसक्यो चस्मा पनि धुलो चस्मा देखाइदेऊ न यहाँ हेन्समको होइन होला त्यत्रो त ल भाउजी हाम्रो यात्रा यसरी नै अघि बढ्दैछु अघि हेरिदिँदै गर्नु होला जाऊ हामी गीत सुन्दै सुन्दै जान्छौँ केटाहरूलाई पर्खिँदै केटाहरू लागिसक्यो अगाडि हामी बाटोको यात्रामा छौँ अब हामी 50% चाहिँ पुगिसक्यौँ भन्दा भयो अब हाम्रो 50 बाँकी छ हामीलाई भोक लाग्दैछ अहिले अब खाजा खानुपर्ने हुन्छ हामीले अनि के हो भाइ भ्लग मेरो हो कि मेरो हो भनेको हो अब दाइजी हुनुहुन्छ राइडर अब राइडरलाई किन डिस्टर्ब गर्नु भनेर हो मैले गएर त भन्नु नि मेरो भाइले गलत त भनेर तर पनि भिडियो भन्यो हाम्रो दर्शक दिनहरूले सुन्नु भएको गाइजहरूले सुन्नु भएको भएन भनेको यहाँ सुँगुर छ यहाँ यहाँ हेर्न सक्नुहुन्छ धुलै धुलो छ बाटो हामी धेरै अगाडि चढिसक्यौँ डाँडामा तपाईँहरूलाई म भ्यू पनि देखाइदिँदैछु फाइनली हाम्रो दोस्तीको यहाँ साधन तातेर ओ कस्तो हान्दै यार तिमीलाई साथी रिसाएको तिमी रिसाएको हो है के दुश्मन दियो भन र यसलाई सोध त केटा अझै एउटा बाइक चाहिँ पर पुगेर हामीलाई हेर्दैछ केटाहरूको साधन चाहिँ तातेर यहाँ पानीहरू मेरो पनि यसो सेलाइदिनु पऱ्यो भने हामी बिस्तारै जाँदैछौँ बस्न लु यहाँ हेरी पिपलको पात पनि आइसक्यो आशीर्वाद आइसक्यो लु दर्शन गर्नु जाऊ भाइ छिटो भनेर माताले हामीलाई आशीर्वाद दिइसक्नु त बस्दै छिटो बस्ने ल हामी चाहिँ जाने हो अब अनि यहाँ कस्तो दामी बोटे बर र पिपलको पल्लोपट्टिको बर रहेछ यतापट्टिको पिपल तल खोला कुन खोला हो यो थाहा नि छैन हामीलाई पनि त्यो माथिको बाटो त देखिँदैन अब त्यताको बाटो चाहिँ हिँडिएको छ यताको बाटो त हिँडिएको छैन यो हाम्रो फर्स्ट टाइम नयाँ बाटो हो यो नयाँ बाटो खुल्यो भर्खर पनि खुलेको भन्दै त तिमी सिरियस हो भाइ यसो मास्क त खोल हो रुगामर्गी लाग्छ भनेर हो ल लाग्दिउँ यस गाइज यस यस्तो भइरहेछ साधन नजानेर गाइजहरूको हालत चाहिँ बहुत गम्भीर छ पछाडिबाट झन् ट्रक आयो अब झन् गम्भीर हुन्छ फास्ट साइड लगाऊ केटा हामी यहाँबाट हौसला दिँदै साइड लाम न छिटो दोस्ती तिमी यहाँ अर्को कहाँ मेरोमा त्यो गाडीमा चढ्नु पर्यो त भाइ म उता कुदाइन्छु हाम्रो केटाहरूको हालत यहाँ गाडी खाली छ पुरै यहाँ एकजना यता छ गाडी चाहिँ खाली छ है एकजना यहाँ छ केटाहरूलाई हिँडाएर साधनले धोका दिएर उताहरूको साधनले तानेको छैन र पनि दाहरू लग्दैछ हाम्रो डेस्टिनेसन त पुग्नु पर्ने हुन्छ हामीले पर्खिनु पर्ने हुँदैन जाँदैछौँ हामी अगाडि देखाएन अलिक राख्नु उता हो हाम्रो अफरोडिङ हुँदैछ यहाँ हाम्रो एप्रिल लाग्ने यस्ताको ट्रकको पछाडि हामी केटाहरूको यहाँ स्ट्रगल हुँदैछ आजको स्ट्रगल भोलिको दर्शनको लागि आज चाहिँ हामी माथि नै गएर भोलिको दर्शनको लागि तानेकै छैन साधनले हामी फेरि यस
हाम्रो चाहिँ फेरि देख्न सक्नुहुन्छ केटाहरू यहाँ है स्टार्ट भयो यहाँ हाम्रो यहाँ साधन देखाइदिने साधन चाहिँ यता हो यतापट्टि हो साधन चाहिँ यहाँ हाम्रो हिट भएर केटाहरूको आजको हाम्रो स्ट्रगल अघि देखि पनि सक्नुभयो होला तपाईँहरूले उहाँ ऊ पानी तान्दैछ उहाँ चकदेखि घरमा मान्छे छैन ओइ अहिले के गरेँ के भयो साथी भन्दा एक्सक्युज मी लिटल बिट वाटर अरे मिसाउँछु नि त हेर्न सक्नुहुन्छ यहाँ हाम्रो यी साधन ततेर हाम्रो यता एके अमन केटाहरूको गाई चाहिँ भोलिको जोस् केटाहरूले माङमालुङको लागि चाहिँ धेरै नै स्ट्रगल गर्दैछ होइन हाम्रो केटाहरूले माङमालुङको लागि चाहिँ धेरै नै स्ट्रगल गर्दैछ बाज्दैछ यिनीहरू बाँच्दै पनि छ अनि भोलिको आजको हाम्रो बसाइ चाहिँ हाम्रो साथी युलनकोमै भनेको छु हामीले केटाहरू पनि छ उहाँ साथीहरू पनि छ उनीहरूकोमै गएर बस्छु भनेको छु अनि देख्न सक्नुहुन्छ यी धुलो पिठो देखि बाटो पनि देखिसक्नु होला दाइ हिँडेर के कस्तो लागिरहेछ चलिम गाइज चलिम छिटो ए हाम्रो भाइ यहाँ छ बस भनेको बेला त भयो साथी त्यही हो त भगवान्लाई भेट्नु त्यति सजिलो छ गाइज छैन रहेछ लाग्यो केटाहरू अब हामी पनि जाँदैछौँ चस्मा लगाइदिइसकेको नि होइन चस्मा लगाउनु परेन हाम्रो दाइहरू सिकाउँदैछ रेस्ट किन अरे भन्दै यहाँ यति नै हो 3 नै हो क्या जान्दैन जान्दैन के बात ल लाग्दै हाम्रो केटाहरू घाममा बहुत स्ट्रगल गर्दैछ अहिले चाहिँ दाइहरूलाई बल्ल भेटेको छौँ आफ्टर लङ टाइम दाइ के गर्दै हुनुहुन्छ तपाईँहरू अनि वेटिङ कति बेरको वेटिङ भयो फाइनली भेटियो फाइनली हाम्रो केटाहरूले चाहिँ हामीले चाहिँ केटाहरूलाई भेटिसकेको छौँ केटाहरू रिसाएर अगाडि गइसक्यो स्ट्रगल गर्नेहरू त्यही भएर भ्लगमा हेर न स्कुलमा छ नि त दुःख पाइन्छ भनेर हाम्रो केटाहरू यहाँ रिसाउँदैछ ओइ मुख नचाडिकन गाली हान्दै त 2-4 शब्द केटाहरू फाइनली भेटिसकेको छ अनि यहाँ केटाहरूले दुःख व्यक्त हान्दैछ हाम्रो केटाहरूले अनि आजको कसरी लानुपर्छ केटाहरू सिकिरह्यो नि केटाहरू यहाँ गीत सुन्दै जाँदैछ दुःख व्यक्त गर्दैछ अनि आज हाम्रो डेस्टिनेसन चाहिँ माथि पञ्चमीसम्म हो पञ्चमी अब तल ओ तिम्रो कहाँ अरे के खोला हिउँ खोला ए साथीको चाहिँ हिउँ खोला अब साथीकोतिर गइन्छ कि अर्को साथी पनि छ अनि यस्तोतिर गइन्छ खोला गइन्छ केटाहरू यहाँ गफ गर्दैछ यहाँ थाकिरहेछ अनि साधन यहाँ छ गाडी बाटो देख्न सक्नु कस्तो छ भनेर यस केटाहरूको केटाहरूको स्ट्रगल चाहिँ देख्दै हुनुहुन्छ यहाँ पछाडि गर्दै गर्दैछ यहाँ केटाहरूले हाम्रो यहाँ बाइकबाट धुवा उडेको देख्न सक्नुहुन्छ भाइ यहाँ सुन न बिहानदेखि पिली गएर त कहाँ सियरमा पर्छु केटाहरूले चाहिँ यहाँ बाइकहरू धुँदैछ अब यहाँ एकछिन रेस्ट गरे ऊ सामानहरू त्यसरी लथालिङ्ग पारिदिन्छ हाम्रो केटाहरू केही गतिरहेको छैन केटाहरूले हुइली सिली हान्दिछ उहाँ धुँदैछ बाइकहरू के गर्नु मुस्ताङ पुगेर आएको राइडर अरे कुदाउनु सक्दिनँ भन्छ पछाडि बसिरहेको छ केटाहरू चाहिँ यहाँ बाइक धुँदैछ यहाँ हाम्रो दाइको नि यहाँ हाम्रो दाइ हो नि पछि आउँदै हुन्छ केटा थाहा भएन मलाई बसिरहेको छ अब केटाहरू खाजासाजा खाइन्छ खाजासाजा खाएर अब चाहिँ हामी अगाडि बढ्ने हुन्छ युलनले के भन्नु पञ्चमी बजारमा छ अरे
ल एउटा साधन त केटाहरू यहाँ छ यहाँ चाउचाउ साउचाउ खाने भन्दैछ बाइक कुदा तिमीहरू लाइसेन्स फेल हो केटा हो कुदाउनै नसक्ने अरे यता एउटा यहाँ छ एउटा एउटा उता छ ऊ कस्तो थाहा छ जहाँ रोक्थ्यो त्यहाँ लडाइदिए बाल्दै हो होइन त्यहाँ चाहिँ लडाउनु पर्यो रबिन त दुईचोटि प्लिज ड्राइभ बन्द गरिदिऊ तीनचोटि कसले हो कसले हो जिता रहेछ नि त तिनचोटि पनौती आएको अरे। पाहाडमा कुदाउँछ तिमी जोत नबोल है तिमी जोत मुस्ताङ पुगेर आएको अरे लाज शरम छैन साथी अलिकति लाज शरम छैन भन त यो सन्देश भाइले बोल्न मुस्ताङ पुगेर आएको अरे मुस्ताङ टोकले देखाएको कुदाउनै सक्दिन भन्दै यस्तो अफ्रेड यहाँ भ्लग भन्यो यत्रो केटाहरू यहाँ लडेर धुलो मिल्यो भइसक्यो तिमी लड्ने तिमी अलिकति दया माया छैन तिमी चाहिँ के तिमी त्यो कम्प्लेन खाऊ सानोमै भनेको तिमीलाई मान्दैनौ यता हट हुन्छ कम्प्लेन खाऊ भन्दा चाहिँ मान्दैन कि बढिहाल्छु भनेर डोको मुनि लुक्ने यो होइन लुकुडुम खेल्दा फटा ओ भाइ भाइ तेरो अमलाई चाहिँ के भयो बताइदियो त यहाँ गाइजहरूलाई स्टोरेज हेर्दै 256 नि फेरि ल दाइ 200 जिबी खाली छ ल ओ यहाँ मेरो बेजत भइसक्यो अर्काको फोनबाट हाल्दैछ भनेर देखको त्यही छ स्टाइल दिदी पो छ त फेरि उसको चाबी मसँग छैन एउटा पनि छ त्यहाँ परको चाबी हराइदिएको नि ल जाउँ अब केटाहरूसँग खाजा खाने भन्दैछ अब यहाँ केटाहरू के पाउँछ खाजा खाएर साथी उता रुँगिरहेछ अरे पञ्चमी बजारमा आजको हाम्रो यात्रा भनेको चाहिँ पञ्चमी बजारसम्म र त्यहाँ केटाहरूकोमै बसेर भोलि चाहिँ दर्शन गर्नु पऱ्यो भनेको अनि यहाँ केटाहरू जाँदैछ खाजा खानु हेर न कस्तो राम्रो फुल है दामी रहेछ क्युट छ मिता यस्तो क्युट पो दिन्छ त फेरि कस्तो राम्रो यार यो त देख्न सक्नुहुन्छ राम्रो फुल रहेछ दाइ पनि उहाँ बाइक धुँदै हुन्छ हामी पनि अब बाइक धोएर बसिरहेछौँ केटाहरू यहाँ खाजा खाँदैछ अब खाजा खानुपर्ने हुन्छ हामी के बन्छ अरे हो ल खाम न जे जस्तो छ यात्रातिर लागौँ हामी राइडरहरू खोइ राइडरहरूको अनुहार देखाइदिउँ अब मेरो राइड देखाउनु पर्छ आन्टीको दोकान चलाउनको लागि पनि भन्नु सक्नुहुन्छ केटाहरूले पत्ताएन है तिम्रो कुरा यो बाटो सजिलो भनेको मैले अघि भनेको नि केटाहरूलाई उताको बाटो राम्रो छैन भनेर अघि भनेको यहाँ नदियो विरोधी यहाँ जहाँ बाटो भेट्छ त्यही पुग्यो मेरो त घर त्यही खाँदै भाल ल जान्छु ओए त्यस्तो भन्छौ तिमीहरू दर्शन गर्ने हिँड्नु मान्छेहरू त्यसरी हेलाहरू गर्दै हिँड्छौ तिमीहरू लाउ साथी तिमी खाऊ न हौ कतिचोटि भयो अरे तिनचोटि लडिसक्यो सुरुमा त यसको गल्ती भयो होइन दोस्रोमा चाहिँ किन रोकेको भनेको त्यो रोक्दाखेरि चाहिँ त चाहिँ किन रोकेको भनेको त्यो माथि हामी माथि लगेको थियौँ भाइ एउटा स्कुटी भेसमा लिएर आउँछु भनेर त्यही त स्कुटी भएर त हामी यति अघि पुगिसक्ने हो कि स्कुटी चाहिँ नकुदेर के सजिलो छ अरे अब सजिलो हाम्रो दाइहरू यहाँ यी उकालोमा स्कुटी लिन तानेको सिङ्गल कुद्दै हुनुहुन्छ नि दाइ यहाँ चट्ट हाम्रो चढ साधन चढ दाइहरू त पर तल हुनुहुन्छ हामी यहाँ छौँ हेर्न सक्नुहुन्छ यहाँ दाइहरू पनि आइपुगिसक्नु भयो अब यहाँ
यहाँ हाम्रो साधनी बेच्दै छ भाइ मोबाइल फेरि तेरो आज इन्जिन बन्द हुन्छ नि फेरि यस्तै छ होइन हामी यहाँ छौँ बाटोमा आउँदैछौँ यहीँ स्ट्रगल हेर्न सक्नुहुन्छ तपाईँलाई अर्का छोटो मिठो स्ट्रगल 1 2 3 गो पाहाडको बाटो सजिलो छैन ठिकै छ गुड 1 2 3 1 2 3 1 2 3 1 2 3 1 2 3 1 2 3 यस्तै हो अब आरसीहरू स्टार्ट भयो बल्ल खुट्टा हेर्नु खुट्टा यहाँ नाउरे बनिँदैछ हाम्रो दाइहरू तलमाथि फाइनली हाम्रो दोस्तीलाई चाहिँ भेटिसक्यौँ ओ यो भित्ती यस्तो कपाल चाहिँ नपार्न अलिकति यसो भ्लगमा पनि राम्रो चिटिक्क ए साथी हेर्दा पनि राम्रो रहेछ भन्न यसो गाउँठाउँमा त भित्ती भएर नहिँड के अरे हेर्ने यार युट्युबमा भेजबाको रेस कहाँबाट बढाउने भन्दै लक्कडाहरू चाहिँ हामी पञ्चामी बजार आइसकेको छौँ यस्तै रहेछ पञ्चामी बजार चाहिँ यताबाट आइएर यहाँ दोस्तीलाई पनि भेटिसकेको छौँ हामी चाहिँ तेरो घर चाहिँ कहाँ हो तेरो घर हाम्रो गाइजहरू चाहिँ यहाँ साथीको घरमा आएर यी साधन यहाँ सुरुमा त बाख्राको गोठो भन्दै तर होइन रहेछ हामीले चाहिँ बाख्राको गोठो भनेर साधन हुनिसकेको पनि झिकेको थियौँ तर होइन बाइक राख्ने पनि टक्क रहेछ उसी लागिरहेछ त केटाहरू यहाँ आइसक्यो है साथीकोमा आइसक्यो हामी चाहिँ साथीको घर चाहिँ यो यस्तै रहेछ आजको हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यहीँ हो अनि आजको भ्लग भनेको यहीँ हाम्रो पञ्चमीसम्म हाम्रो साथीको घरसम्म आयो अब भोलिको भनेको मेन भ्लग भनेको चाहिँ भोलि माङमालुङको दर्शन गरेको आउँछ है दोस्ती चाहिँ यहाँ छ खडाहरू यहाँ छ ओ यहाँ आन्टीलाई भेट्नु न यहाँ हुन्छ यहाँ मैले त अघि ढोक गरिसकेँ केटाहरू ढोक गर्छु आन्टीलाई सेवारो आन्टी सेवारो ऊ लाइट पनि ठिक्क भलेछ मलाई देखाइदे जतको कमेन्टहरु फेरि कमेन्टले भरिन्छ नि यसरी के हाम्रो साथीको मन्दिर ओ त्यो माथिको मन्दिर हो त्यो उयो चुचुरो भएको ए त्यही त अघि मन्दिर छ भन्दै त बा नर्सरी हो साथी ठिक छ ए नर्सरी त यसकोमा रहेछ त ल अहिले त्यो पनि भिजिट गर्नुपर्छ हामीले यसो हेरिदिनुपर्छ के कस्तो रहेछ अब घर चाहिँ हो यी साथीको केटाहरू आइसक्यो ल फ्रेस हुन्छ अब हाम्रो केटाहरू अनि देख्न सक्नुहुन्छ है कुहिरो हाम्रो केटाहरू चाहिँ आगो ताप्दैछ यहाँ छ है दुईजना खानपिनको व्यवस्था गर्दैछ हाम्रो केटाहरूले चाहिँ त फोरी त्यस्तै हो नि दिन हप्तामा कतिचोटि नुहाउँछस् भन्दा फोरी केटाहरू आगो ताप्दैछ हाम्रो गाइजहरू अनि अघि पनि भनिसकेँ मैले हाम्रो फाइनल डेस्टिनेसन चाहिँ यहीँ हो भनेर अब भोलि चाहिँ केटाहरूले कति बजे उठ्छ के कस्तो हुन्छ हामी जानेछौँ भोलि दर्शन गर्नु भोलि मालुङको सुत्दै नसुत्दै भन्दैछ यहाँ ल खाना पस्किँदा ओ खाना खाने युलन लिन अलि साथी हाम्रो साथी दोस्तीको घरमा केटाहरूले चाहिँ आधीले खानै खाएको छ नि खाना पाऊ तताएर फेरि खानु लागेछ बोल्दै नि त लु यहाँ गाउँको बारेमा 2-4 शब्द हाम्रै गाउँतिर आएको गाउँको ठाउँहरू भन्दै नाम पनि भन्दै भोलिको प्लान के छ भन्दै नि त सुनाइदिनु बिहानै उठेर चाहिँ उता माङमालुङ जाने अरे अनि अब आएर के प्लान हुन्छ अब हेरेर हुन्छ हाम्रो यतातिर घुम्ने ठाउँहरू धेरै छ हजुर गाउँको नाम चिसोपानी पञ्चमी नभुल्नु होला चिसोपानी पञ्चमी घुम्न आउनु होला कहिले काहीँ ठाउँहरू भन्दै अब कस्तो ठाउँ राम्रो ठाउँ छ नम्बर मेरो ल म यहाँ तल राखिदिन्छु नि नम्बर
छोड्दै छोड्दै नम्बर नदिनु होइन गाइड होइन अनि तिमी यहाँको फेरि मेरो बिच किन्छ कान्छी आइएम लोयल एकदम लोयल हो त्यही घुम्नु आउनु साथी अलिक आँखा चाहिँ खोलेर बोल त यो कपालले हो क्या अलिक धोएको छुइनँ कि कपाल चाहिँ मिला यो- साथी धुको छु भन् न ब्लगमा त होइन फोरीलाई फोरी नै भन्दा ठिक होला है फ्याक्ट बोल्ने हो क्या अलिक धोएको फ्याक्ट होइन फ्याक्ट धेरै पनि भएको छैन मेरो कपालै यस्तो हो क्या 2 दिन भयो धोएको 2 दिन भयो यस्तै हुन्छ मेरो कर्ली कपाल यस्तै हुन्छ मलाई देखाउनु मन लाग्दैन ओइ साथी ल कपालै खोल तिमी पोइन्टबाट बाहिर गइसक्यौ यहाँ ठाउँको नाम भन न तिमी कहाँ ठाउँको बारेमा भन्दै थियो साथी त ठेट कपालको बारेमा भनिदिनु थाल्छ छिटो न ल पोइन्टमा जाउँ हामी पोइन्टमा हाम्रो घुम्ने ठाउँ भनेको यता तिनथुम्के छ माङमालुङ छ हिले डाँडा होइन हस्टे छ हिले डाँडा छ त्यहाँदेखि याराङ छागा छ लेक गाउँ छ त्यतितिर जानु चाहियो भने यता आउनु पर्यो राम्रो छ ठाउँ एकदम पुरै के भन्नु अब नेचरलाई भाइब गर्नु चाहन्छ भने चाहिँ यतातिर आउनु दाइ तपाईँ सुनाउँछु उछिन मिलाउनु जानु है र भात खाने हो नि त भात खानुपर्छ जानु उछिन मिलाउनु ल त्यस्तो ल साथी यति नै होइन बाटोहरू राम्रो छ बाटोहरू त्यस्तो गिद्दिमा छैन बर्खामा आउनु भयो भने बर्खामा आउँदाखेरि त्यस्तै हो अलिक स्ट्रगल बेसी नै पर्छ होइन अलिक घुम्ने समय त मनाङ मुस्ताङ जाँदाखेरि चाहिँ आउनु यतातिर मनाङ मुस्ताङलाई फ्लप गआउँछ बाटोले चाहिँ होइन हाम्रो देशको बाटो साथी त्यस्तै छ के गर्छौ त अब होइन नेताहरू त्यस्तै भएपछि त्यस्तै हो अरू त्यस्तै हो नेताजी को त्यस्तो भयो नेताको नाम नलिउँ न त्यस्तै हो बुझ्नेलाई इसारै काफी होइन ठाउँ ठाउँमा नेताहरू त्यस्तो हाम्रोतिर त्यस्तै यहाँ हाम्रो गडाले सब्जी तताउँदैछ आउनु घुम्नु रमाइलो छ सिजनमा आउनु है त्यति नै भन्न चाहे ल आजको लागि चाहिँ हस् त अब हामी लगभग ब्लगको अन्तिममा आइसक्यौँ होला अनि आजको ब्लग के कस्तो लाग्यो धेरै पछि फेरि लिएर आएँ मुस्ताङ पछिको ब्लग त्यसैले हाम्रो साथीको गाउँ साथीले पनि धेरै रिक्वेस्ट गरेको थियो हामीलाई गाउँ राम्रो छ आऊ केडा हो भनेर तर हामी चाहिँ दर्शन गर्दै आइसक्यौँ होइन दोस्ती चिसो पानी पञ्चमी है लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै आजको लागि चाहिँ टाटा बाई बाई कडा बाई गरिदेऊ बाई यस बाई बाई ल सी यु टुमारो